आइफोन चाहिँ सबैभन्दा सस्तो कुन देशमा पाउँछ जस्तो लाग्छ? हेरौँ है त कहाँ पाउँछ। आइफोन 17 प्रो म्याक्सलाई नै लामो है त दाम। डलर युएईमा भन्दा डाइरेक्ट नेपालीमै कन्भर्ट गरेर पनि देखाउँछु है त। 5th मा रहेको छ अस्ट्रेलिया। अस्ट्रेलियामा चाहिँ $2200 पर्न जान्छ भने यसको नेपाली दाम चाहिँ 2,29,000 पर्छ है त केटा हो। अनि सेकेन्डमा चाहिँ रहेको छ चाइना। चाइनामा चाहिँ यसको दाम कति पर्छ थाहा छ केटा हो? यसको दाम भनेको अनि लगभग नेपाली दाम भनेको चाहिँ 2,23,000 जति पर्छ है त। अनि थर्डमा रहेको छ मलेसिया। अनि मलेसियामा चाहिँ आइफोन 17 प्रो म्याक्सलाई 6,000 जति पर्छ। अनि त्यसको नेपाली कन्भर्ट गर्दाखेरि चाहिँ 2,23,000 जति पर्छ है त। अनि टप 2 कन्ट्रीमा रहेको छ युएई र युएसए। युएईमा यसको 85,000 जति पर्छ होला। अनि यसको नेपाली दाम चाहिँ 2,10,000सम्म आउँछ है त केटा। अनि सबैभन्दा सस्तो चाहिँ युएसमा पर्छ है त। अनि त्यहाँको $1,200 पर्छ। नेपाली दाम चाहिँ लगभग 1,80,000सम्म आउँछ है त। अनि यस्तै भिडियोको लागि साउन्ड्स अफ क्रिएटिभ है त केटा।